पक्कै पनि तपाईँहरूलाई थाहा हुनसक्छ, अलिकति खल्लो पनि हुनसक्छ। लोकगीतको प्रारम्भ सायद यही सुरती यही झाउरेबाट हुने हुँदा हामीले आफ्नै गाउँमा गाइने सुरती प्रस्तुत गर्ने तपाईँ गरिरहेका छौँ। यो सुरती मात्र नभइकन भावी पुस्ता हस्तान्तरण गर्न र अब आउने पिँढीलाई हाम्रो रीतिरिवाज हाम्रो धर्म संस्कृति यस्तो है भन्नको निमित्त हामीले सानो जमर्को गरिरहेका छौँ। स्वीकार्नुहोस्। धन्यवाद। Bye.
यस माघे संक्रान्ति 2026 सालका सभा अध्यक्षज्यू, प्रमुख अध्यक्षज्यू र नियोग स्थानीय निकायका प्रतिनिधिज्यूहरू, साथै विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधि भएर आउनुभएका सम्पूर्ण साथीहरू, आज माघे संक्रान्ति तपाईहरूको माझमा हामी हर्ष उल्लास साथ मनाउन गइरहेका छौँ र यो मानेमा तपाईहरूलाई हामी भन्न गइरहेको छौँ कि मगर समाजले ज्वलन्त बनेर मगर यो सांस्कृतिक अनि यो माघे संक्रान्ति अगाडि बढिरहेको छ र यसको लागि सम्पूर्ण मगरहरूमा नमस्कार जोडले र विशेष गरी म तपाईहरू सामुक्ष यो कार्यक्रममा यो भाषण कार्यक्रम त होइन, तैपनि मैले तपाईहरू सामुक्ष एकदम सर्टकटमा म मगर समाजको यो नयाँ यो गौरवमय प्रोग्राम अथवा गौरवमय यो प्रपोजल लिएर आएको छु र यो प्रपोजलमा सम्पूर्ण मगरहरू चाहिँ उपस्थित भएर यसमा सहयोग गरिदिनु हुन म सम्पूर्ण मगरहरूलाई म विनम्र अनुरोध गर्छु, साथै गैर मगरहरूलाई पनि अनुरोध गर्दछु र साथै नियोगका स्थानीय निकायका पदाधिकारीहरूलाई पनि म विनम्र अनुरोध गर्दछु र हामी यस्तो योजना सुरु गरेका छौँ सम्पूर्ण मगरहरू र हामी नियोगमा एउटा मगर सांस्कृतिक घर हामीले स्थापना गर्न गइरहेका छौँ र हाम्रो एउटा सर्टकट एउटा नारा छ। यो नियोग मगर घर यो सांस्कृतिक केन्द्रको एउटा नारा छ, एक घर एक मगर, कला र संस्कृतिले भरिएको मगर घर। हामी यो श्लोकका साथ हामी अगाडि बढिरहेका छौँ र हरेक मगरहरूले चाहिँ आफूले जति सकिन्छ उति सहयोग गरिदिनु होला र गैर मगरहरूले पनि सहयोग गरिदिनु होला र सम्पूर्ण हामी यो कला यो सांस्कृतिक घर यो मगर सांस्कृतिक घर हामी नियोगको जाक्स नाइटमा हामी स्थापना गर्न गइरहेका छौँ र आजसम्म तपाईहरूलाई म भन्न चाहन्छु कि आजसम्म तपाईँहरूको हामीहरूलाई नर्मल्ली बोलिसकेका 220 जनाले हाम्रो चन्दा बोलिसक्नु भएको छ र उहाँहरूमध्ये ती बोल्ने साथीहरूले 2,50,000 जति बोलिसक्नु भएको छ र झन्डै हामी 35,000 हामी उठाइसकेका छौँ र यो गौरवमय यो जुन प्रोग्राममा सम्पूर्ण मगरहरू उपस्थित भएर यो प्रोग्रामलाई हामी सक्सेस बनाऊ भन्ने हामी पूर्ण आशा र विश्वास गर्दछौँ र यही कार्यक्रम जुन हाम्रो माघे संक्रान्ति कार्यक्रम हामी त्यही कला केन्द्रमा त्यही कला भवनमा हामी गर्नेछौँ। भोलि हामी भूमि पूजा हामी त्यही घरमा गर्नेछौँ र हामी कुल पूजा त्यही घरमा गर्नेछौँ। त्यसैले सम्पूर्ण मगरहरूले हातमा हात गरेर सम्पूर्ण मगरहरूले एकताको प्रतीक लिएर यो कार्यक्रमलाई चाहिँ सहयोग गरिदिनु हुन हामी विनम्र अनुरोध गर्दै सम्पूर्ण उपस्थित हुनुहुने मगरहरू यो माघे संक्रान्तिको सम्पूर्णलाई शुभकामना दिँदै र यसरी नै यो आजको जुन सांस्कृतिक कार्यक्रम राम्रोसँग हेरिदिनु होला, राम्रोसँग चाहिँ तपाईँहरूले इन्जोय गरिदिनु होला र यसरी नै तपाईँहरूले इन्जोय गर्दै तपाईँहरूले यो कार्यक्रमलाई सक्सेसफुल बनाइदिनु होला भन्दै विनम्र अनुरोध गर्दै यो मेरो छोटो मन्तव्य बिदा गर्छु। धन्यवाद छ। मगर सांस्कृतिक केन्द्र स्थापना समितिका संयोजक भवेन्द्र शेषकुञ्जा मगर, उहाँले आफ्नो कुरा राखिसक्नु भएको छ। यहाँहरू पनि बुझिसक्नु भएको छ के भन्नुभयो, के गर्नुपर्दो रहेछ। And now
I would like to invite on the stage for a great speech, Honorable Mark Levin, Comptroller, New York City Council. Please put your hands together for Honorable Mark D. Levin. Namaste, Jardale. Happy Maga Sankranti. How am I doing? Come on, guys. Much better. I want to honor your president, Mr. Deep Sagar Buddha Magar. Let the record show that the national president of the Magar Association is right here in New York and in Queens. My name again is Mark Levine. I have the honor of being the brand new comptroller of New York City. If you don't know what that means, I sign the checks, so you have to be nice to me. I want to give it up to my friend Chamang Lama, your Democratic District Leader. Where's Chamang? There he is. And my friend, Democratic District Leader Vishnu Magad, he's right here. Two of the best Democratic leaders in New York City are Nepalese. One of them is Magar, part of a wonderful community of Himalayan activists, anchored in a new Himalayan Democratic Club that endorsed me in my own race for comptroller. I'm so grateful to them. And one example of the way that the Nepalese community and the Magar community are leading and having a wonderful positive impact in New York. In politics, in government, in small business, in academia, in cultural organizations, and so much more. The Nepalese community is a rising positive force, not just in Queens, but in all New York City, and I could not be more honored to be partnering with all of you. So I wish you a wonderful holiday, a wonderful night, and I look forward to seeing you all many, many more times in the future. Thank you so much. Thank you, everybody. Thank you. Thank you so much. Lots of kids coming to Magar, guys. And what the heck? And now, I would like to invite on this stage for a great speech, Honorable Stephen Raga, Assembly Member, New York State District Attorney, Honorable Stephen Raga, and then Honorable John Singh. And now, I would like to invite on the stage for a great speech, Honorable Stephen Raga, Assembly Member, New York City District Attorney. Please, कृपया हामीलाई पाउनको लागि एकपटक जोरदार तालीले बस्छु होला नि. Thank you so much. Great to be here again with our Magar community and our growth.
ल आयो रोटी आयो रोटी रोटी मेरो क्यामेरा कता गयो जल्दी माग्छ न मागेर Thank you.
फोकस गर्नु भन्ने के मैले गर्नु गरेन भने 150 वर्ष हुन्छ तपाईँलाई 150 वर्ष हुन्छ मान्छे गर्नुपर्छ होला है
अमेरिकाका तुल बहादुर तामाङ अध्यक्ष तुल बहादुर तामाङ उहाँलाई पनि अतिथिको रूपमा आसीन भइदिनु म आग्रह गर्न चाहन्छु। यस्तै हुनुहुन्छ थारूज एन्ड फ्रेन्च एसोसिएसन युएसएका उपाध्यक्ष श्री दीपक चौधरीजी उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। यस्तै हुनुहुन्छ ग्याल्सुन्डो सेवा संस्था अमेरिकाका अध्यक्ष श्री छिरिङ लामा उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै नेवा गुठी अमेरिकाका नेवा गुठी न्युयोर्कका अध्यक्ष राजेन्द्र महर्जन उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै हुनुहुन्छ किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष श्री भारती राई किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष भारती राईलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै हुनुहुन्छ किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष शम्भु राई उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै हुनुहुन्छ युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका उपाध्यक्ष श्री केशव राम राई उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। कृपया हाम्रा भोलिका साथीहरूले फेटा गुठाइरहनु भएको छ, पगरी गुठाइरहनु भएको छ, खाना र ब्याज पनि कर्मचारी लगाइरहनु भएको छ। त्यस्तै हुनुहुन्छ हाम्रा अतिथिहरूमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष श्री अरुण राई उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै सुनवार सोसाइटी अफ अमेरिकाका अध्यक्ष मोहन सुनवार हुनुहुन्छ उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै वालिङ कम्युनिटी अफ नर्थ अमेरिकाका अध्यक्ष चुम्दा उक्का उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै हुनुहुन्छ ढोप्या किरुक न्युयोर्कका अध्यक्ष श्री लाक्सुङ ढोप्या शेर्पा उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै युनाइटेड मुगुम अर्गनाइजेसन एमका अध्यक्ष छिरिङ टेम्बा लामा उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै हुनुहुन्छ ह्योल्मो सोसाइटी अफ अमेरिकाका अध्यक्ष श्री तेन्जिङ दाक्पा उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै जिरेल एसोसिएसन युएसएका अध्यक्ष श्री शान्ति जिरेललाई पनि अतिथिको सिटमा आसीन भइदिनु म आग्रह गर्न चाहन्छु। त्यस्तै मुस्ताङ किरुक युएसएका अध्यक्ष खामसुङ विष्ट उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै हाम्रो सबैभन्दा नजिकको सामाजिक संस्थाको तर्फबाट प्रतिनिधिहरू पनि आउनु भएको छ र उहाँहरूलाई पनि अतिथिको सिटमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। हाम्रो नजिकको संस्था हाम्रो आफ्नो संस्था म्याग्दी समाज न्युयोर्कका अध्यक्ष तीर्थ भट्टी हुनुहुन्छ उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिन म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै बाग्लु समाज अमेरिका न्युयोर्कका अध्यक्ष श्री जीवनाथ कडेल हुनुहुन्छ उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिन म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै ग्रेटर न्युयोर्क चेम्बर्स अफ कमर्सका अध्यक्ष श्री प्रदीप श्रेष्ठ हुनुहुन्छ उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिन म आग्रह गर्न चाहन्छु। त्यस्तै गेमी तक्सेरा समाज अमेरिकाका अध्यक्ष हुनुहुन्छ मधुकर बुढामगर उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिन म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै भूमे समाज अमेरिकाका अध्यक्ष हुनुहुन्छ कैलाश श्रेष्ठ उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिन म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै
लुकुमेल थाम समाज अमेरिकाका अध्यक्ष हुनुहुन्छ कर्मथान पुन मगर, उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै रोल्पा थबाङ समाज अमेरिकाका अध्यक्ष हुनुहुन्छ दलपुन रोका मगर, उहाँलाई पनि अतिथिको सिटमा आसीन भइदिनु हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै यो मगरसँग अमेरिका न्युयोर्क शास्त्रले आयोजना गरेको कार्यक्रम हो र हाम्रो मगरसँग अमेरिका केन्द्रको तर्फबाट पनि हाम्रा साथीहरू आउनुभएको पनि खबर पाएको छु र उहाँलाई पनि अतिथिको रूपमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। उहाँहरू हुनुहुन्छ मगरसँग अमेरिका केन्द्रीय समितिका महिला उपाध्यक्ष कल्पना पुन मगर, उहाँलाई पनि अतिथिको रूपमा आसीन भइदिनु म हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै मगरसँग अमेरिका केन्द्रीय समितिका कोषाध्यक्ष याम कुमारी थापा मगर, उहाँलाई पनि अतिथिको रूपमा आसीन भइदिनु म आग्रह गर्न चाहन्छु। त्यस्तै मगरसँग अमेरिका केन्द्रीय समितिका सदस्य कौडा बुढा मगरलाई पनि अतिथिको रूपमा आसीन भइदिनु आग्रह गर्न चाहन्छु। त्यस्तै मगरसँग अमेरिका केन्द्रीय समितिका निवर्तमान सदस्य विकास हर्ती मगरलाई पनि अतिथिको रूपमा आसीन भइदिनु हार्दिक आग्रह गर्न चाहन्छु। त्यस्तै हाम्रा सल्लाहकार समितिका साथीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई आफ्नो आफ्नो यथास्थानमा पछि अतिथिको रूपमा सिटमा आसीन भइदिनु आग्रह गर्न चाहन्छु। मगरसँग अमेरिका न्युयोर्क च्याप्टरका सल्लाहकारहरू हुनुहुन्छ सोम बुढाकोटी मगर, प्रीतिमाया पुन मगर, राजेश बुढा मगर, बिरु थापा मगर, रवि सेती मगर र निवर्तमान सल्लाहकार कुमार खम्चा मगरलाई पनि यथास्थानमा बसी अतिथिको रूपमा आसीन भइदिन म हार्दिक आग्रह गर्न चाहन्छु। अब म अगाडि बढ्दैछु। समाजसेवी शङ्कर मुङ्गेली मगरलाई पनि अतिथिको रूपमा सिटमा आसीन भइदिन म आग्रह गर्न चाहन्छु। मेरो आवाज सुन्नु शङ्कर मुङ्गेली मगर। सँगै I would like to acknowledge Patrick Martinez, Democratic District Leader, Annual Hearing as a guest. And I'd like to acknowledge Chairman George Lama, Democratic District Leader, Annually 37 as a guest. And I would like to acknowledge Mr. Samgardi, Advisor, Queens County District Attorney as a guest. यो सँगै हाम्रा अतिथि पत्रकारहरू पनि हुनुहुन्छ। अतिथि पत्रकारहरूलाई पनि म अतिथिको रूपमा सिटमा आसीन भइदिन म हार्दिक आग्रह गर्न चाहन्छु। त्यसमा हुनुहुन्छ खसो खासका प्रधान सम्पादक किशोर पन्थी, उहाँलाई पनि अतिथिको रूपमा आसीन भइदिन म हार्दिक आग्रह गर्न चाहन्छु। पत्रकार किशोर पन्थी सँगै हुनुहुन्छ नेपालिजम.com का प्रधान सम्पादक प्रदीप थापा मगर, उहाँलाई पनि अतिथिको रूपमा म आसीन भइदिन आग्रह गर्न चाहन्छु। त्यस्तै एनवाइसी नेपाली न्युजका सम्पादक मत्स्यदेवी गुरुङ हुनुहुन्छ, उहाँलाई पनि अतिथिको रूपमा आसीन भइदिन म आग्रह गर्न चाहन्छु। त्यस्तै मकर हाउस अनलाइन टिभीका प्रधान सम्पादक विक्की बिरामी मगर हुनुहुन्छ, उहाँलाई पनि अतिथि पत्रकारको रूपमा म सिटमा आसीन भइदिन आग्रह गर्न चाहन्छु। त्यस्तै लाफा.com का सम्पादक वीर भारती मगरलाई पनि अतिथिको रूपमा आसीन भइदिन म आग्रह गर्न चाहन्छु। त्यस्तै हामीसँग अतिथि कलाकारहरू हुनुहुन्छ, मनोरञ्जनका सारथी राष्ट्रको गहना अतिथि कलाकारहरू हुनुहुन्छ, वरिष्ठ गायक जगदीश चौहान मगर, उहाँलाई पनि अतिथिको रूपमा अतिथि कलाकारको रूपमा सिटमा आसीन भइदिन आग्रह गर्न चाहन्छु। त्यस्तै स्टेज क्विन सञ्जीव थापा मगर हुनुहुन्छ, उहाँलाई पनि अतिथि कलाकारको रूपमा म सिटमा आसीन भइदिन आग्रह गर्न चाहन्छु। त्यस्तै हँसिरी गायिका भिना चन्दन हुनुहुन्छ, उहाँलाई पनि अतिथि कलाकारको रूपमा सिटमा आसीन भइदिन म आग्रह गर्न चाहन्छु। र हामीसँग अफिसियल पार्टनरहरू पनि हुनुहुन्छ, उहाँलाई पनि म एकपटक सम्झाउन चाहन्छु र उहाँलाई पनि अतिथिको रूपमा सिटमा आसीन भइदिन म आग्रह गर्न चाहन्छु। हिमालयन करी हाउस रेस्टुरेन्ट एन्ड बारका प्रोप्राइटर भविन्द्र शेर्पिला मगर, हाम्रा अफिसियल पार्टनरहरू भविन्द्र शेर्पिला मगर, हिमालयन करी हाउस रेस्टुरेन्ट एन्ड बार, ज्ञानी थापा मगर, गोर्खाली रेस्टुरेन्ट एन्ड बार, हरि धरतीपुर मगर, नेपाली मोमो क्याफे, प्रवीण केसी, प्राइम ट्याक्स एन्ड अकाउन्टिङ, लक्ष्मी लामा एम अधिकारी न्युयोर्क लाइफ इन्सुरेन्स र नामलाल ग्यासो द ल अफिस अफ
स्टुअर्ट अल्टिमेट पिएलएलसी हाम्रो अफिसियल पार्टनरहरूलाई पनि अतिथिको रूपमा आसन भइदिनु म हार्दिक आग्रह चाहन्छु। त्यस्तै स्पोन्सरहरू हुनुहुन्छ उहाँहरू पनि अतिथिको रूपमा बस्नुमा आग्रह चाहन्छु। म्याक्स ट्याक्स एन्ड अकाउन्टिङका नवीन ढकाल हुनुहुन्छ। त्यस्तै श्रेष्ठ ल फर्म एन्ड पिएलएलसीका रमेश श्रेष्ठ, छेत्री एन्ड एसोसिएट्स पिसीका खगेल बजीसी, भट्ट ल एन्ड एसोसिएट्सका उपेन्द्र भट्ट, बुद्ध ट्याक्स एन्ड अकाउन्टिङ पशुपति श्रेष्ठ, ल अफिस अफ केशव सेराई पिसी केशव सेराई, बाजेको क्षेत्र पदम गुरुङ, बिना छन्टल एन्ड सीता छन्टल, नेपाल ज्वेलरी एन्ड रिपेयर दिनेश सेन्चुरी, नेपाल फ्यामिली ज्वेलर्स रमेश सुनार, राणा ग्रुप राजु तुलाधर, नमस्ते वायरलेस, इसेन्स स्माइल्स डाक्टर सुलोचना गुरुङ, आमा किचन उषा सन्जाल, प्रेम ज्वेलर्स एन्ड रिपेयर प्रेम सेन्चुरी, त्यस्तै मिड हसन वाइन्स एन्ड रिपोर्ट्स कुमार थापा मगर, रेड पाण्डा दावा शेर्पा, फर्जी रेस्टुरेन्ट एन्ड बार ललित थापा मगर, प्राइम अमेरिका रियल इस्टेट भिक्की प्राइम मगर र सानिमा एक्सप्रेस प्रदीप श्रेष्ठ। हामी स्पोन्सरहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। कृपया यहाँहरूले एकपटक तालीका साथ सम्मान गर्नुहुन्छ होला नि कृपया। त्यससँगै हाम्रा सपोर्टरहरू हुनुहुन्छ जसले हामीलाई सपोर्ट स्वरूप आर्थिक सहयोग गर्नुभएको छ। उहाँहरूको पनि नाम सरस्वती वाचन गरेको छु। सपोर्टरहरू हुनुहुन्छ धन थापा मगर, मनबहादुर राणा मगर, राजु घरती मगर, सुधार बुढा मगर, विष्णु राणा मगर, कुलदीप राणा मगर, यामपुन मगर, कल्पना पुल मगर, यामकुमारी थापा मगर, कौडा बुढा मगर, सुशान्त बुढा मगर, सुमन पुन मगर, विकास भर्ती मगर, पूर्णबहादुर पाइजा मगर, विष्णु राणा मगर, मधुकर बुढा मगर, रूप राणा मगर, कर्मधन पुन मगर, अमृत रोका मगर, पञ्चु पुलामी मगर, ओमकार बुढा मगर र दीपक रोका मगर। कृपया हाम्रा सपोर्टरहरूलाई पनि जोरदार तालिका साथ सम्मान प्रकट गरिदिउँ। र अब चाहिँ हामी धन्यवाद दिने गरेका छौँ मगरसँग अमेरिका न्यू च्याप्टरका सांस्कृतिक संयोजक टेक युनियन पुनलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ जसले सांस्कृतिक फाँट हेरेर हामी एकदमै ठुलो गुण लगाउनुभयो। म फेरि पनि भन्छु विशेष धन्यवादका पात्र हुनुहुन्छ मगरसँग अमेरिका न्यू च्याप्टरका सांस्कृतिक संयोजक टेक युनियन पुन मगर, सांस्कृतिक सहसंयोजक स्मृति बुढा मगर, कोरियोग्राफर रेन्जु सुझाल र कृष्ण धरती पुन मगर। कृपया एकपटक हाम्रा चारजना धन्यवादका पात्रहरूलाई एकपटक जोरदार तालिका साथ सम्मान प्रकट गरिदिन म हार्दिक आग्रह गर्न चाहन्छु। सम्पूर्ण आजीवन सदस्यज्यूहरू लगायत पूर्व केन्द्रीय तथा च्याप्टरका पदाधिकारीज्यूहरूलाई पनि यथास्थानमा आफ्नो आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु।